साथीहरु गुड मर्निङ नमस्ते। आज मैले फेरि एउटा सानो भिडियो लिएर आएको छु हैन। बिहानको समय छ, तपाईहरुलाई मैले यसरी बनाएर देखाउन त मेरो टाइम छैन। त्यही भएर यसलाई नीलीकण्ठ पनि भन्छ, अपराजिता पनि भन्छ, सबैको घरमा होला। अरे यो त तपाईहरुलाई थाहै होला यो के काम गर्छ भनेर। जसलाई थाहा छैन, यो चाहिँ मैले फुल एउटा गाँछीलाई देखाएर भन्दैछु कि यो फुल हो नीलीकण्ठ। यसलाई चाहिँ 4 या 5 पत्ती लिनु होला हैन। अनि राम्रोसित हेर्नु होला, यो खाली फुल लिनु होला। यसको बीजको नले फुल चाहिँ लिएर तपाईले गरम पानीमा लगाएर पिउनु होला। अनि यसले चाहिँ अलिकति तपाईले यसमा मिलाउनु पर्ने हुन्छ, यसमा बिरे नमक। त्यो त सबैलाई थाहै होला तपाईहरुलाई हैन, बिरे नमक। उसको बादमा अलिकति यो गोल निम्बु हुन्छ नि साथीहरु, गोल निम्बु, त्यो चाहिँ निम्बु निचारेर लगाइदिनु होला। उसको बादमा यसको रस चाहिँ तपाईको चिया जस्तो पिउनु होला। यसको रस डेली पिउनु होला। यसले के फाइदा गर्छ भने यसले चाहिँ तपाईको फाइदा त बहुत किसिमको गर्छ होला, लेकिन मलाई मलाई जति थाहा छ जानेको छु म तपाईहरुलाई भन्दैछु। यसले चाहिँ जो मोटो हुन्छ, हामीहरु या कोही लेडिज हो या जेन्ट्स, उहाँहरूलाई यो मोटोपन पनि कम गर्छ। अनि जो माइग्रेन हुन्छ उसको पनि यो पियो भने माइग्रेनको पनि जाती हुन्छ। अनि बिहान हामीलाई कुल राख्छ, दिमाग चाहिँ एकदम शान्ति राख्छ। यो चाहिँ डेली पिउनु हो भने यो चाहिँ मैले डेली पिउने गरेछु। अरू तपाईहरुको घरमा पनि होला। यो सेतो चाहिँ हैन साथीहरु, यो चाहिँ सधैँ तपाईले पिउनु होला। अनि ट्राई गर्नु होला। मैले चाहिँ तपाईलाई जो जानेको जानकारी बताछु। अनि यो चाहिँ नीलीकण्ठ भन्छ। ल हेर्न सक्नुहुन्छ, यसमा आएर एउटा पुतली पनि बसेछ।